हेलो साथीहरु के छौ व्हाट्सअप गाइज है दमकको चाइना बजारमा आउनु होला सबैजना है सस्तो मस्तोमै रहेछ प्राइस चाहिँ तर हामीसँग चाहिँ 1 रुपैयाँ नभएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ भिडियो बनाएर हिँड्न बाध्य भइरहेको छौं हामी हैन दिदी खै छोड्नु त छोड्नु 1 रुपैयाँ छैन सुक्को छैन गोजीमा भन्दा पनि छ है छन चाहिँ छ र पनि है सबैजनाले माया गरिदिनु होला है सबैजनाले ल र यो बजारलाई चाहिँ सबैजना है आइदिनु होला घुम्दै काम गरिदिनु होला हामी नि 5 थरबाट दमकमा आएर घुमघाम गरिरहेको छौं है सबैजना आइदिनु होला है यो मेरो ब्लग हेरेर हैन यसो लाइक कमेन्ट अनि र मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला है यस्तै कन्टेन्टहरु राख्ने गर्छ अब बिस्तारै है यता हाम्रो दिदी चाहिँ भिडियो बनाउँदैछ भरे टिकटकमा हाल्नु पर्ने भाइरल हुन्छ कि हुँदैन भन्दै हाल्दिन्छ है बजार घुम्न आउँदा चाहिँ धेरै फाइदा छ क्या एउटा फाइदा भनेको चाहिँ राम्रो केटीहरु देख्न पाइन्छ हैन अर्को भनेको चाहिँ अलिक सस्तो मस्तोमा पाइन्छ है ल यति हो मेरो कुरा चाहिँ हैन मेरो कुरा राखेको हैन आफ्नो कुरा राखेको राख्न पाइन्छ हैन आफ्नो कुरा राख्न पाइन्छ चप्पल सुदीप कहाँ गयो आइज भनेको नकिन्दिने अरू किन्दिने के हो यस्तो यहाँ चाहिँ र्यान्डमहरुको भिडियो उठ्ने गर्छ खास चाहिँ कोही पनि नरिसाइदिनु होला अब कस्तो गतिविधि देखाउनु भएको छ हैन कहाँ के चाहिँ चप्पल कतिमा भन्नु त नि चप्पलको दाम भन्नु त बाजे नेपालको हो कि चाइनाको यो चाइनाको कति प्राइस हो 100 रुपैयाँमा छैन नि एउटा 100 रुपैयाँमा खोइ कता छ छोरा मान्छेको लागि छोरी मान्छे हैन ए यहाँ भएदेखि सबै 100 रुपैयाँमा भनेपछि त हाम्रो लागि त एउटा छैन जस्तो हैन प्रमोसन सुनेको थिएन हामी नि आएको हो है आज 100 रुपैयाँमा जहाँबाट नि उठाएर लाने हो जुम हैन मान्छे ए भान्जी भान्जी भन्न आएछ के फेरि तिमीलाई बहिनी हो कहाँ गयो हाम्रो गाइजहरु ल जाऊ लेट्स गो वी आर नाउ इन दमक यो बजार आउनु भन्दा त पुरो भाटबाटै नि आको राम्रो हो उता ओइ जर्सी किने भनेको नि त यो जर्सी किने भनेको हैन लाइटै बल्दैन त के गर्नु के पसलमा हामी त कतिचोटि आइसक्यो सिङले घोच्यौ सर खतरा रहेछ नि सिङले चस्मा हेर्न आउनु उहाँ छ ओ दिदी चस्मा ऊ त्यो चस्मा साटेर त नयाँ ल्याउनु त कति यसको प्राइस यसको त लगभग होला 2000 1000 कति हो यो प्राइस पनि यो त इन्डिया भन्न आएछ अमेरिका कस्तो प्राइस आउँछ त नि हाम्रो हजार यहाँ चाहिँ हेरी प्राइस हुँदो रहेछ है हेरी अनुसारको हैन अब जुत्ता चप्पल हेरी अनुसारको प्राइस हुँदो रहेछ त्यो सुरुमा मलाई थाहा थिएन हैन अहिले थाहा भयो ल हेरी अनुसार प्राइस चाहिँ 100 देखि उँभो रहेछ नि त सुरुमा चाहिँ मलाई त 100 रुपैयाँ मात्र जे भने नि आउँछ भनेर प्रमोसन आए जस्तो लागेको थियो तर होइन रहेछ 100 देखि उँभो रहेछ
तर खासै राम्रो चाहिँ आउँदैन है 100 रुपियाँमा चाहिँ फेरि किन्ने हो भने चाहिँ 150 देखि उँभो चाहिँ राम्रो आउँछ आउँदाखेरि कतिको किनिस् कि ट्राई लगा त भयो उठ त खकुलो भयो अर्को आउनु दे ठिक हुन्छ होला सानो भयो यो भिडियो कसले हेर्नु भएको छ यसो आफ्नो नाम पनि भनिदिनु होला ल र कहाँबाट हुनुहुन्छ यसो हैन कमेन्टमा प्रतिक्रिया देखाउनु होला है कहाँ जानु हामी अलि पढ्दै जाउँ यता पनि हिँड्यो उता पनि हिँड्यो खुट्टा मात्रै दुखिरहेको छ हिँड्दा हिँड्दा रमाइलो चाहिँ रमाइलो हुँदो रहेछ हौ कस्तो हुँदैन रमाइलो ऊ यहाँ न कस्तो खालको यो के हो ल यो बहिनी के हो यस्तो बहिनी डिजाइन हो क्या यस्तो त्यस्तो डिजाइन लगाउने नै डिजाइन हामी कहाँ आइपुग्यो हराउँदिनौँ अहिले केही यहाँ ठाउँमा आइपुगेछ फेरि साडी आयो भने मान्छेको अनुहार चाहिँ मैले मजाले देखाइनँ है मान्छेको अनुहार चाहिँ त्यति मजाले देखाउँदिनँ म क्यारमेट पारिदिनु छु है यो अङ्कललाई मैले 2 चोटि देखिसकेँ अब अर्कोचोटि लास्टमा 3 चोटि देख्ने अनि जाने हो हो भनेको यो अङ्कललाई उयो जाने क्या अङ्कल क्या त्यो हैन सिङ भएको त व्हाइट कलरबाट पो छ त हैन उयो बाइक कुदाउने अङ्कल ओ ओ माय गॉड ई हो चाहिँ चप्पलले त्यही खुट्टा छ जाडो भएन बहिनी ओ बहिनी जाडो भएन भिडियो गर्दा स्टोरेज चाहिँ फुल हुन आँटिसक्यो भाइरल चाहिँ हुन्छ कि हुँदैन दमकको चाइनिज बजारमा नेपाली सामान चाइनाको भनेर ल्याएको छ खास चाहिँ अब खै चाइनाको छ त देख्दिनँ नेपालमै बने जस्तो देख्छु मान्छे नि चाइनिज आउँछ होला भनेको त नेपाली मात्रै छ त हौ पानी पऱ्यो भने झन् रमाइलो हुन्छ नि छिटो घर जानु त पाइन्छ खुट्टा दुखाइ हिँड्नु परेको छ ल बहिनी के हो यस्तो के हो कहाँ खोइ कतिखेर जाने घर यता बाटो अभी ओइ म घुमेर आन्टी 5-6 चोटि वरिपरि घुमेर घर जाने बाटो बिर्सेँ मैले हो भने बाटै बिर्सेँ क्या मैले यता हो र घर जाने ओइ रिस त मलाई नि उठिरहेछ नि घर जाने बाटै बिर्सिरहेछु अनि अघि आउँदा त्यहाँ टाढा जस्तो लाग्छ त नि कसरी त भयो चस्मा किनिदेऊ बरु मलाई बहिनी चस्मा किनिदेऊ चस्मा किनिदेऊ न बरु यहाँ खोइ ब्रान्डेड
हुन्छ कहाँ यो सानो बहिनी लाउँदैन ठुलो ला मात्रै हुन्छ पाँचचोटि घुमिसक्यो कि अब लास्ट ल नघुमौँ अब कि त माथिल्लो साइड हिँडौँ होइन माथिल्लो साइड झन् महँगो रहेछ अब केही नकिने पनि यसो मान्छेको अनुहार देखाएर अब हिँड्ने हो अब तपाईँको अनुहार देखाइदिन्छु ल तपाईँको होइन ऊ दिदी यता आन्टी भनेको होलसेल भनेको छ तर बिक्री चाहिँ महँगोमा गरेको छ यस्तो नि हुन्छ र मात्रै हावा लाउनु भयो होला बीच बाटोमा त राख्नु भएन नि त त्यसरी 60,000 बिक्री बीचमा हो नि त भाइ अहिले पुलिसहरु लगाइन्छ नि सिस्टम थाहा छैन तिमीलाई पार्किङ बीचमा हो ए बेच्ने त्यही हो होलसेल 60 मा भन न एकदम होलसेल 60 मा हो ल मेरो ऑडियन्सहरु है सबैजना आइदिनु होला यहाँ होलसेल 60 र 60 ल ओके ल डन डिल डन गरौँ कि के हो 60,000 अरे हो अरे हो बेच्न राख्ने अरे यहाँ ककसको थोत्री छ त्यहाँ राख्ने अरे बेच्न हो साँच्चै अस्ति पनि थियो मेलामा हाम्रो वानी मेलामा थियो बेच्न हो 60 मा हो थोत्रे नै होला हो सायद भोलि नै हुन्छ भने थियो क्या फेरि भोलि फेरि हुन्छ भने थियो क्या त्यो 60,000 अरे उयो भाइ हो त्यहाँ राखेको 60 नै अरे कन्फर्म प्राइस कहाँबाट ल्याएको होला त्यो त्यही पनि सोरुमबाट उठाएर कहाँ 10,000 को बिल्ला हानेको नै दाइ फेरि सरी नि त्यो भरे भाइरल भइहाल्यो भने त गाह्रो पर्छ मलाई तर केही छैन भाइरल भयो नि है यो 60,000 भनेको छ है ल यो भाइ पनि ब्लगर भएको आम्मा हट हेरौँ त भाइ ब्लगर हो हजुर हो नि ल ल ठिक छ व्यापार हो है यो चाहिँ त्यो चुलो हो 949 भनेपछि 999 अरेको 1000 होइन कस्तो 1 रुपियाँको चक्लेट चाहियो यहाँ यो किन्दाखेरि चाहिँ फिर्ता दिन्छ यता फेरि टिकटक चलिरहेछ कपाल रियल हो कि के हो आन्टी हेलो आन्टी कपाल रियल हो अब्बा ऊ थोत्रे बस पनि आयो अब पार्किङ गर्नुपर्छ भन्दै थियो क्या त्यो फेरि बेच्न राखेको अब सिधै घर जानुपर्छ के बस्नु हो बहिनी सपिङ पुग्यो ए ल ठिक छ आँखा बलिरहेको होला नि बिरालो जस्तो झुम्का दिलाउँगा त्यही त भनेको यो भए जति नि भाइ ओए भए जति भित्रको सामान चाहिँ बाहिर ल्याएर बेच्नु हुँदो रहेछ क्या आन्टीहरू चाहिँ अघि मैले त्यो प्राइस पनि सोधेको थिएँ नि हटा भन्दैछ नि त हो नि यहाँ त के हो बेच्न राखेको गर्ने त्यो बेच्न राखेको अरे त्यो थाहा भएन हामीलाई चाहिँ होइन के बेच्ने हो होइन
ओइ सुदिबे डर थर्काउँदैछ त त्यहाँ त कुन चाहिँ होइन त दाइहरूले 60,000 अरे क्या त्यो थर्काउँदै थियो त्यहाँ गाडीले कसले राख्यो हटा भन्दै थियो त्यहाँ लगेर लगाइदिनु नि लक बिच बाटोमा लगेर क्या त्यो बस कुद्ने ठाउँमा गाडीहरू कुद्ने ठाउँमा राखिराख्यो क्या बाइक दाइहरू है तपाईँहरू हटाउनु होला है त्यो त्यसरी नराख्नु होला कृपया अरूलाई असर गर्ने काम नगर्नु होला बरु बिकाउनु छ भने चाहिँ लगेर ग्यारेजतिर फालिदिनु होला ल ल साह्रै रमाइलो लाग्यो मलाई चाहिँ होइन तँलाई कस्तो लागिरहेछ केटा कति सकिस् आज 1 रुपियाँ नल्याउने हो जोस् डुल्ने हो मनोरञ्जन लिने हो होइन हिँड्ने हो यो भिडियो चाहिँ मेरो दाइसम्म पुर्याइदिनु पऱ्यो क्या मेरो दाइ पनि यही हुनुहुन्छ र त्यो दाइ होइन दाइलाई सरप्राइज दिउँ न भिडियोबाट होइन म चाहिँ सेयर गर्न सक्दिनँ किनभने मैले सेयर गरेँ भने फेरि मलाई गाली आउँछ होइन अरूले नै सेयर गरिदिनु होला ल 50 रुपियाँ के किन्ने हेर्दा त नि हट्टाखट्टा जस्तो देखिन्छ त नि कहाँ अर्कालाई पैसा मागिरा नि हेर न हेर्दा त हट्टाखट्टा जस्तो देखिरहेको छ कहाँ पैसा मागिरहेको हेर न यस्तो लाएर हिँड्छ तिमीहरू हेर स्ट्यान्डर्ड लाएर मेरो नाम दियो मैले हो अरे क्या अहिले गाडाहरू थरे गाडीको सेक्युरिटी भन्छ ए ट्राफिक भन्छ कहाँको सेक्युरिटी भन्छ ट्राफिक हो ट्राफिक 20 मिनट पुग्ने आँटा 20 मिनट पुग्नुन्जेल एकछिन भिडियो गर्छु ल हेर मलाई हुँदा हुँदै अब हेर बहिनीले नोकर पनि पारिसक्यो अनि यस्तो मान्छेहरू छन् ऐसा के भन्छ ऐसा छुचुन्द्रो लोग रास्तामा मिल्ते रहते हैं मैले फेरि यो बहिनीलाई चिनेको छैन है नि बहिनी यो बहिनीलाई चिनेको छैन नि मैले म त साइन लाउँदै हिँड्छु सबैलाई यो साइनो मायाको छिन् यता सुती गर्छ त देखिम न हो छैन कल छैन कल बर्बाद भइगयो नि त हो अनि श्रीमतीको त छ होला नि त बहिनी ओइ पर्मिसन किन भिडियो गरेको के हो ए आफ्नै पो गरिरहेको छ यार ल ठिक छ गर्नुपर्छ ओ आन्टीहरू कता हिँडेको ओइ फालिदिउँ यो फालिदिउँ बोक्न लाउने दुनियाँलाई सरी बहिनी सरी के किन्ने आइसक्रिम त्यो आइसक्रिम छ कहाँ छ आइसक्रिम कहाँ छ खाम न त्यो बेहुलीको जुत्ता जस्तो छ त हौ आन्टी बेहुलीको हो यो ए ठिक छ बिक्री हुँदैछ कि छैन हौ आन्टी कति दिने मेला हो हजुर होइन पर्मिसन लिँदैछु म होइन यसो भिडियो मात्रै गरेको कि खास चाहिँ सोधेको हो क्या दाइ हुन्छ दाइ हुन्छ भइहाल्छ जाउँ मलाई चाहिँ बोतल त किन्दिनु कहाँ चाहिँ के किन्नु परेको चाहिँ सबै किन्नु हेर त सबै छैन छ न त 500 छैन यार मसँग त सुक्को छ नि साँच्चै भनेको क्या सुक्को छैन यता माग न यता 50 रुपियाँ दिनु अरे दिदी ओ दिदी
त्यही त साला चिन्डे ओ माई गड ओ नेमार 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 रोनाल्डो मेसी नेमार होइन तिम्रो फेभरेट कुन हो रोनाल्डो मेसी नेमार होइन तिम्रो फेभरेट कुन हो फुटबल लभर होइन ल ठिक छ फ्रेम लाने नभए 500 को जोडी दाइ हामी त गरीब छु म किन्न त मन थियो नि यार साँच्ची भनेको कि भन्नु मर नि साँच्ची घर जाने बाटो त्यही हो नि होइन मैले घर जाने बाटै देखेको छैन हौ मैले घर जाने बाटो बिर्सेँ यार मलाई अब कसले लगिदिने घर भाइ तिमीलाई लैदेऊ न यार छैन तिम्रो छ कि छैन तिम्रो छ नि के छ यहाँ के छ यहाँ के सामान यो कति हो आन्टी मात के हो एयरपोर्ट हो ओइ राम्रो चलाइछ नि ओइ केटा 5000 भन्छ नि यार यो 500 जति यहाँ त दिनभरि मजाले ब्याट्री ब्याकअप हुन्छ पुरो 400 हेर न यति सस्तो डिजिटल छ राम्रो छ यो यस्तो वाला चाहिँ कति हो आमा ओइ 600-700 पर्छ त्यो उसमा यहाँ अलिकति सस्तै रहेछ यो डाटा केबल सबै 150 को दुईटा डाटा केबल यो कति पर्छ भने नि वहाँ बजार किन्दा 300 रुपैयाँ भन्छन् यो 150 को दुईटा छ भाइ आइफोन डाटा आइफोनको पनि छ सबै 150 को दुईटा टाइप-सी आइफोन सबै छ 150 को गीत पनि ढले नै बजाउँछ ल दाइ आदिवासी जनजाति सांस्कृतिक महोत्सव 2081 दमक 1 गतिसम्म रहेछ ल मैले भर्खर सुने प्रमोसन चाहिँ सुनेको थिएँ मैले खास चाहिँ हाम्रो पार्टीहरू कहाँ गयो 1 गतिसम्म मात्रै रहेछ कोला कसको खानु जाउँ न छिरौँ आइसक्रिम आयो हजुर आइसक्रिम आयो हजुर के को कति अरे यस्तोमा लाएर कतिमा बेच्नुहुन्छ अनि ए लामो रहेछ नि त नि सोली लामो रहेछ क्या चरपटे खाऊ अनि अघि 50 अन्त झन् ए हाल्नु त हो नि ए ला च्याप्टे चाट्ने कहाँ छ त्यो नि त्यो चिसो हुन्छ फेरि त्यो होइन नि त अलि यो त मिठो हुन्छ नि त गुलियोवाला चटपटे कस्तो छ चटपटे खानु राम्रो कति हो 20 को 30 होइन एकछिन यो प्राइजै भनेको दाइखेरि होइन कति यो ठाउँको एक ठाउँको 50-40 एक ठाउँको 40-50 पर्छ अरे ओइ चटपटे खाने कि के खाने 40-50 अरे अब
चना मटर प्याज बन्दा ने के अघि मलाई एउटा थर्कायो नि त्यो भरे भिडियो आएछ नि भन्दै क्या त्यसले भन्दा हुन्छ अहिले गएर त्यसकै हालिबस्छ कति ठाउँ बनाइदिनु कति खाने भन्नु त एकछिन ल खाने भने भनौँ जस्तै खाबी त्यस्तै बना भोक लागेको छ भने छिटो छिटो गर्नु छिटो चटपटे ओ चटपटे खाने भने ल 1 2 3 4 तपाईहरुले खाने अनि मिठो पारा बनाइदिनु बाबु यिनीहरूलाई मात्रै तपाईले चटपटे बनाएको बनाउन त के छ र कति ठाउँ खाने दिदी भन्नु नि म बनाइदिनु कहाँ छ कुर्मा खोइ कहाँ ओइ यो यहाँ नि छ त कति यो 40 चटपटे खाने बबाल पाइने पर्दैन यो बबाल छ चोकोबार आइसक्रिम आज भिडियो चाहिँ खत्रै बनाइएको छ है एउटाले मलाई थर्कायो कि त्यो थर्काएको चाहिँ सुरुमै हालिदिन्छु पक्न तँलाई म को हुँ तँलाई चिनाउनु पर्ने हो अरे क्या कस्तो थर्कायो क्या त्यसले आखिरी थर्का मन सुनिरहेको थिएँ तर त्यसको त भिडियो गरेको थिएन मैले यता मात्रै गरेको थिएँ यसरी त्यसको जुम गरी क्या तपाईँहरूलाई जस्तो क्या यसरी होइन आन्टी यतापट्टि फर्काउनु यसो गर्नुपर्छ कि म खाने म एउटा भयो ऊ एकजना तिमी नि खाने चटपटे को 3जना मात्रै होला तपाईँ नखाने नि 2जना 3जना खाने 3जना मात्रै ल पिरो हाल ओइ पिरो 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 नखाने म त्यसो थपेर खान्छु नि त ल हाल्दिनँ र एकछिनमा थपेर अलिअलि सुरुमा हाल्नु अनि अलिकति फल्नु चटपटे खाँदैछु म अब चाहिँ 40 रुपियाँको चटपटे हजुर ओइ थाहा भयो त ल सबैजना अब चाइनिज बजारमा है दमकमा छ 1 गतेसम्म रहेछ अब यो भिडियोलाई चाहिँ यही एन्ड गरौँ सबैजनालाई थ्याङ्क यू सो मच लाइक कमेन्ट सेयर गरिदिनु